टाउको दुखिरहेको बेला चाहिँ फेरि दाइले घुम्न जाऊँ न त कतै भन्छ लन त जाऊँ न त भनेर म पनि यसो रेडी भएर निस्केको चिटिक्क परेर केटी तुलाई एउटा पट्याउनु पर्छ भनेर लेट्सगो भनेर निस्केको। यता चाहिँ हामी निस्केको लखर यही हो हाम्रो हन्डा बाइक। फेरि हामी दुईजना भएपछि त बब्बालै रमाइलो हुन्छ। फेरि दुवैजना काफी क्या रमाइलो गर्नेमा चाहिँ। यता चाहिँ फेरि चप्पनको पुलाको पनि पत्तै नभएछ। भ्यू चाहिँ आज बब्बालै आएको छ फेरि। अनि यता चाहिँ हामी माथि चप्पनको डाँडा पनि आइपुगेछौँ। पहिला चाहिँ त प्याराग्लाइडिङ गर्ने गर्थ्यो चाहिँ सुनेको थिएँ। यहाँ आएपछि चाहिँ मलाई एउटा कुरा के थाहा भएपछि चाहिँ होइन गाइस, डेटिङ गर्ने ठाउँ चाहिँ बब्बाल रहेछ फेरि होइन। गर्लफ्रेन्डसँग आयो भने चाहिँ यता चाहिँ बस्दा ठिक्क ठाउँ छ होइन। रमाइलो गर्न चाहिँ के गर्नलाई पनि हुने खालको रहेछ। तू समझा? हाँ। नहीं तू समझा नहीं। मतलब भन्न खोजेको फोटो सोटो खिच्नलाई, भिडियो सिडियो बनाउनलाई, टिकटक बनाउनलाई चाहिँ बब्बाल ठाउँ छ क्या। फेरि बौला जस्तो पारामा बसिरहेको बेला चाहिँ फेरि दाइले ज्ञान गुणको कुरा दिन थाल्यो त। ल सुन्नुहोस् है त गाइस। हाम्रो उदयपुरको यो एकदम पपुलर ठाउँ। यसलाई खै झन्डा गाडेको ठाउँ भन्छ अरे। झन्डा पनि गाडेर छ, पहाडी हेर्नुपर्छ, हेरिराख्नुपर्छ। पहाडी झन्डा गाडेको छ यहाँ त ठिकै हो। जतापट्टि त प्लास्टिक छ। अनि खै एउटा कुन साम्पाङ दाइ हुनुहुन्थ्यो, तल गएर उम्पाङ गरेर आउनुभयो, माथि गएर खै खम्पाङै थिएन त नि। फोहोरहरू फालिरहेछ, यसलाई सरसफाइ गर्नु पर्यो। त्यो साम्पाङ दाइलाई फोन गर्नु पर्यो। 1-2 मिनट कल गरेको यस्तो फोहोर सोहोर छ होइन। म पत्रकार प्रदीप कुमार चौधरी। दाइको कुरा चाहिँ फेरि त्यस्तै खालको हुन्छ, कमेडी टाइपको। हामी चाहिँ त्यहाँदेखिको यहाँ गाईघाटको भ्यू पोइन्ट भन्ने ठाउँमा आएछ। यहाँदेखि चाहिँ गाईघाटको भ्यू चाहिँ बब्बाल देखिन्छ। हुस्सो लागेर चाहिँ केही पनि नदेखिरहेछ अहिले चाहिँ। दाइलाई चाहिँ फेरि उता दुईजना दिदीले फोटो खिचिदिनु भाइ भनेर बोलाएछ। फेरि दाइ गएर फोटो सोटो खिचेर आएछ टक्क पाराले। सोटो खिचेर पनि आइसकेछ। घर जाने क्रममा चाहिँ ट्राफिक मामाले चाहिँ हामीलाई समातेर एकछिन रोकाएर भिडियो सिडियो पनि केही गर्नु नपाएर। ल थ्याङ्क्स फर वाचिङ। सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला।